फेरि हामी रिएजेन्ट हाल्दैछौँ फुल्ली अटोमेटेडको युरिक एसिडको R1 R2 हो। अनि यहाँ हेर्नुपर्छ, यहाँ देखाउनु न दिदी, त्यो नभन्नु यहाँ मानेर 24-25 छ। अनि त्यसपछि हामीले यहाँ देखाउनु, तपाईँलाई थाहा छैन नि त, अनि कति देखाएको तपाईँले। अनि यो 24 नम्बरमा हामीले युरिक एसिडको R1, 25 नम्बरमा हामीले युरिक एसिडको R2 अरू पर्छ। एन्ड देन दिस इज TG। What is this? TG हाम्रो कति नम्बरमा छ भने 4 नम्बरमा छ, त्यसैले हामी TG 4 मा राख्छौँ। एन्ड दिस इज एसडिएल कोलेस्ट्रोल, एसडिएल 6-7 मा छ भने 6 मा R1, एन्ड देन 7 मा R2। यस्तै हुन्छ ट्याक्क लगाएर। अनि त्यसपछि अब हामी रिएजेन्ट कति छ भनेर चाहिँ हामी रिएजेन्ट टेस्ट गर्छौँ। गाइसहरू पानी छ कि छैन, त्यहाँ पानी छ कि छ पानी। अनि त्यसपछि हामी यसो सेटअपमा लान्छौँ। त्यसपछि रिएजेन्ट टेस्टमा हामीले यसरी रिएजेन्ट टेस्ट गर्छौँ। अहिले रिएजेन्ट टेस्ट गरेपछि हामी तपाईँहरूलाई भिडियो पठाइदिन्छौँ, फेरि बनाउँछौँ। त्यतिसम्मको लागि बाई बाई। यसरी भइरहेछ, यसरी फुल। दिस इज कल फुल्ली अटोमेटेड एनालाइजर। यो चाहिँ हाम्रो अटोमेटेड हो। अनि यो चाहिँ हाम्रो रिएजेन्ट टेस्ट। अब हाम्रो QC हाल्नको लागि हाम्रो लट नम्बर चाहिँ 1479 छ। अनि हामीले 1479 मा सेलेक्ट गर्ने, कुन कुनको QC हाल्ने, सबैको QC हाल्ने हामी। एन्ड देन ग्लुकोजको हाल्ने, सिलेक्ट गर्ने। बुक लिस्टमा जामा एकचोटि मोडिफाई। अब मोडिफाई गरेर अब हाम्रो 1 नम्बरमा हामीले QC हाल्ने हो। 1 नम्बरमा QC हाल्ने। अनि हामीले टेस्ट रन गर्छ। QC मिलोस्, ए भगवान्, QC मिलोस् आज जसरी भए नि